विश्वान मनमा विराजमान मन्दिरमा ढुङ्गा ज्यान धन आशावान निराश छन् फुलका ठुङ्गा झोपडी नसिब नहुने खोपडी चाहिँ रुन्छ दानमा रोपनी छ डोको भरि हिरा मोती मुङ्गा कानमा बुझो राखी जुठो माथि सुत्ने लेके सुन्छ उठ्ने वर्षमा एकचोटि लुट्ने हर समयमा ज्योति बिचरा एक्लो मानवता देवता 33 कोटी धिकारा आफ्नो क्षमता रमिता जीवन बोकी ठोकी कोसी आफ्नो भाग्य जिन्दगी सकाउने हो कि गरिबीलाई दरिद्री अबला मैला बक्सी भन्ने तिम्रो धर्म मर्म कोट्याउने छुरा घोपी लत्याउने सानो सोची शक्ति पैसा भक्ति भोगी त्रिलोकका बेरोजगार व्यापार गर्नलाई जोगी परलोकका यी दलाल हल्लार पशुको खोजी रोजी पाखण्डीको आश विश्वास गर्दिन ढोंगी सोची शास्ति भो नास्तिक तिम्रो समाजको रोगी आग्रह गर्न चाहन्छु। धन्यवाद। साथै म गरिमा चौधरीका आमा बुवा र पीडित पुरै परिवारलाई के आश्वासन पनि दिन चाहन्छु भने जितपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घ तपाईँहरूको साथमा छ, जितपुरवासी सम्पूर्ण तपाईँहरूको साथमा छ, हामी सम्पूर्ण व्यवसायी साथीहरू तपाईँको साथमा छौँ, यहाँका युवा पिँढीहरू पनि तपाईँका साथ। अहिलेको लागि म निशब्द छु, मनमा त्यस्तो खासै मेरो के भनौँ के लाचार भनौँ न, एक किसिमको म लाचार आफूले लाचार निरन्तर आफ्नो फुल लगाएको जस्तो मैले महसुस गर्दैछु। म आज सम्पूर्ण व्यवसायी साथीहरूलाई एउटा अझै कुरा के भन्न चाहन्छु भने हामीले सिसी क्यामेराको माग राखौँ, यो सडक बत्तीको माग राखौँ, तपाईँहरूको टोलमा तपाईँहरूको सडकमा बत्तीहरूको विषयमा आवाज बृहत रूपले उठा